नमस्कार साथीहरू, आज म बनाउँदैछु मिठो पुलाउ। त्यसको लागि हेर्नु त मैले 2 कप चामलको हालेको छु। 2 कप चामल हालेर त्यसलाई मजाले 2-3 पानी फालेर त्यसलाई 20-25 मिनटको लागि ढोकेर राखिदिएँ। यता केराउ भिजाएर रेडी पारेर यता तरकारी पाक्दैछ, चिकन। अनि यहाँ चाहिँ नट्सहरू अनि गाजर भिजाएको केराउ छ अनि मम्मीले पठाइदिएको घिउ। त्यसपछि मैले कुकर बसालेँ, त्यसपछि अघि भिजाएको पानी फालिदिएँ। फालिसकेर यता मासु पाक्दैछ, फेरि मासु पनि पाकिसक्न लागिसक्यो। अनि घिउ राखेँ यसरी निचरेर, अनि नट्सहरू राखेर भुटेँ। त्यसपछि एकछिन रातो हुने गरेर भुटेँ, पछि ल्वाङ हालिदिएँ। ल्वाङ हालेपछि गाजर हालिदिएँ। गाजर हालिसकेपछि मैले भिजाएर राखेको केराउ पनि राखिदिएँ। केराउ त्यो सबै राखिसकेर मैले एकछिन मजाले भुटेँ एकैछिन। धेरै भुट्न हुँदैन, गाजर पत्रक्क भुइन्जेल त भुट्न हुँदैन। अनि त्यसपछि मैले फेरि केराउ पुग्दैन कि भनेर थपेँ। अनि त्यसपछि अब मैले चामल हाल्दैछु। त्यो चामलको लागि चाहिँ 2 कप चामल भिजाएकोमा 2 कप पानी हाल्ने हो। मैले चाहिँ यहाँ नरिवलको धुलो राखिदिएँ, नरिवल थिएन त्यसैले धुलो राखिदिएँ। अब यो पानी यसमा चाहिँ अब मैले चामल राखिदिन्छु। चामल राखेर 2 कप चामल भिजाएकोमा 2 कप नै पानी राखिदिन्छु। 2 कपभन्दा बढी पानी भयो भने चाहिँ चामल चाहिँ मिठो हुँदैन, भात राम्रो बन्दैन पुलाउ। त्यसैले साथीहरू धेरै पानी राख्नु हुँदैन। अनि स्वादअनुसार नुन अनि चिनी पनि राखिदिएँ। एकैछिन मिक्स गरिदिएँ, पछि छोपिदिएँ। यता मासु पाकिसक्यो मेरो। त्यसपछि 2 सिटी लगाइदिन्छु। 2 सिटी पनि लाग्यो, ग्यास बन्द गरिदिएँ अनि राखेँ। 10-15 मिनटपछि हेर्दाखेरि चाहिँ यस्तो राम्रो पुलाउ बने रहेछ। अनि पुलाउ र मासु बुढाबुढी मिलेर मजाले खायौँ। तपाईँहरू पनि यसरी नै मिठो पुलाउ बनाउनु होला। मै पनि बनाएँ मैले त, दही फिटेर कस्तो